त्यसैगरी हेपोनको अध्यक्ष डाक्टर अशोक शर्माज्यूले पनि अतिथिको आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। त्यसैगरी एएमडिआरएफ युथ नेक्ससको प्रेसिडेन्ट डाक्टर रूपम गुप्ताज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी सृजनशील समाजका प्रेसिडेन्ट काशिका ढकालज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आज हाम्रो कार्यक्रमको प्रायोजक अथवा स्पोन्सर हिमालयन वेलनेस प्राइभेट लिमिटेडबाट आउनुभएका प्रतिनिधिहरूलाई पनि आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी वेलेक्स ल्याबोरेटरिजबाट पनि पाल्नुभएका प्रतिनिधिज्यूहरूलाई पनि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी भास्कर हर्बास्युटिकल कम्पनीमा पाल्नुभएका प्रतिनिधिज्यूलाई पनि अतिथिको आसन ग्रहण गर्नका लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी हाम्रो मिडिया पार्टनर गोरखापत्रबाट पनि आउनुभएका प्रतिनिधिज्यूलाई पनि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी कोएसका प्रेसिडेन्ट डाक्टर विष्णु बरालज्यूलाई पनि आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। सम्पूर्ण अतिथिज्यूहरूलाई खादा लगाई स्वागत गरिदिनका लागि बहिनी दीक्षा उपाध्याय र विराजा कार्कीलाई हार्दिक अनुरोध गर्दछु। अब कार्यक्रमलाई औपचारिक रूपमा सुरु गर्न
राष्ट्रिय गान गाउन यथास्थानबाट उभिदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु। अब आयुर्वेदको प्रवर्तक भगवान धन्वन्तरीको स्मरण गर्दै दीप प्रज्वलन गरिदिनु हुन सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछु र साथै सम्पूर्णलाई यथास्थानबाट उभिएर धन्वन्तरी वन्दना गाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। नमामि धन्वन्तरिमादिदेवं सुरासुरैर्वन्दितपादपद्मं लोकैर्जरारुकभयं मृत्युनाशं भातारमीशं विविधौषधीनां चम्प्योपवातावनिवारिवहरि प्रपञ्चात्मकदेहभाजं सन्ताप सम्पात जराज्वलन्तकं नमामि धन्वन्तरिमादिदेवं नवीननीलमुदकान्तिकान्तं शान्तं हरे द्वादशमाख्यमूर्तिं शतानां सुमनोरथानां नमामि धन्वन्तरिमादिदेवं नमामि धन्वन्तरिमादिदेवं धन्वन्तरिमादिदेवं disconnected. त्यसैगरी अतिथिका आसन ग्रहणको क्रममा रोग निदान का आदरणीय एसिस्टेन्ट प्रोफेसर डाक्टर सङ्गीता महर्जन म्यामलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आसन ग्रहणकै क्रममा अतिथिको आसन ग्रहण गरिदिनका लागि क्रिएटिभ क्लबको प्रेसिडेन्ट मुकेश कुमार ठाकुरलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी अतिथिको आसन ग्रहण गरिदिनुका लागि आदरणीय गुरु डाक्टर काशीराज शर्मा सुवेदीलाई हार्दिक अनुरोध गर्दछु।
अब हामी ढिला नगरी सभाध्यक्षको अनुमतिमा कार्यक्रमलाई अघि बढाउने अनुमति चाहन्छौँ। कार्यक्रमका शुभकामना मन्तव्य प्रदान गरिदिनु हुनका लागि एसिस्टेन्ट प्रोफेसर डाक्टर मदन भण्डारी सरलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। आदरणीय मञ्चासीन सम्पूर्ण व्यक्तिजनहरू र मञ्चतिर फर्किनुभएका सम्पूर्ण विद्वान यहाँ उपस्थित हाम्रो भाइ बहिनीहरू गुरुहरू सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छु। यो नेपाल आयुर्वेद मेडिकल स्टुडेन्ट सोसाइटी ले पछिल्लो समय जुन कार्यक्रमहरू गरिरहेको छ अत्यन्तै सराहनीय कार्यक्रमहरू भइरहेका छन्। आजको यो कार्यक्रम पनि एउटा केही मोटिभेसन होला, यहाँका विद्यार्थीहरूलाई आयुर्वेद कर्मीहरूलाई केही मोटिभेसन होला भन्ने मैले यसमा आशा लिएको छु। म आफू विद्यार्थी हुँदा मृतप्राय रहेको नेपाल आयुर्वेद मेडिकल स्टुडेन्ट सोसाइटी एउटा मृतप्राय थियो। होइन, यो संस्था चाहिन्छ, यसले गर्ने कार्यक्रमहरू देश विदेशमा पनि यसले एउटा समन्वय गरेर कार्यक्रम गर्न सक्छ भन्ने हिसाबले यो संस्थालाई बिउतानमा मेरो पनि हात भएको हुनाले मलाई नामप्रति सदैव माया छ, स्नेह छ। र आज जुन वक्ताहरू हुनुहुन्छ, प्यानलिस्ट हुनुहुन्छ, एउटा संयोग पनि हो। 3टा वक्ता त एसडिएम सोसाइटीकै वक्ताहरू हुनुहुन्छ, मलाई खुसी लागेको छ। मेरो अल्मा म्याटरकै विज्ञहरू हुनुहुन्छ र उहाँहरूले बोल्ने कुराहरू आफ्नो धेरै अनुभवबाट आउने कुराहरू छन्। त्यसकारणले उहाँहरूले भनेका कुराहरूलाई श्रवण गरेर मनन पनि गर्नाले हामी सबैको कल्याण हुनेछ, फाइदा हुनेछ भन्ने मलाई लाग्दछ। र यो कार्यक्रम आयोजना गरेकोमा आइड भिजन पनि प्रकाशित भएको छ, एकदमै खुसी लागेको छ। डाक्टर जीवाको र यो टिमको म एकदमै प्रशंसा गर्दछु। डाक्टर जीवा 4 पटक ओपिडीमा गएर सर फल्न कम्पनीलाई भनिदिनु पर्यो, सर फल्नलाई भयो, सर यो भएन, सर यो भएन, यो भनिदिनु पर्यो। जुन मेहनत देखेको छु मैले एकदमै सराहनीय छ। यसरी लाग्यो भने आइड भिजन पनि पब्लिस हुन्छ, कार्यक्रम पनि हुन्छ, केही न केही फ्रुटफुल आउटकम निस्किन्छ भन्ने मलाई लाग्छ। र पुनः यो कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै तपाईहरु सबैलाई स्वागत गर्न चाहन्छु। धन्यवाद। धन्यवाद सर। त्यसैगरी अतिथिको आसन ग्रहणको क्रममा इन्टर्न डक्टर एसोसिएसनका अध्यक्ष डाक्टर अभिषेक बगालीज्यूलाई पनि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी अब हामी नेपाल आयुर्वेद मेडिकल स्टुडेन्ट सोसाइटी नाम्सको जर्नल आयुर्भिजनको 18औं संस्करण भोल्युम 18 को विमोचनतर्फ लाग्दछौँ। र यस प्रकाशनमा सहयोग गर्नुहुने हाम्रा स्पोन्सरहरू भास्कर हर्बास्युटिकल प्राइभेट लिमिटेड, नेपाल आयुर्वेद वेलनेस प्राइभेट लिमिटेड, हिमालयन वेलनेस प्राइभेट लिमिटेड, वेलेक्स ल्याबोरेटरिज, क्लासिकल हर्बल प्राइभेट लिमिटेड, ब्लू लोटस हस्पिटल, देखा हर्बल प्राइभेट लिमिटेड, त्यसैगरी रुद्राजियो फार्मास्युटिकल कम्पनीलाई पनि हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ। जर्नल विमोचन गरिदिनु हुन सभाध्यक्ष, प्रमुख अतिथि तथा प्यानलिस्टहरूलाई पनि म हार्दिक अनुरोध गर्दछु। हाम्रो जर्नल पब्लिकेसनमा सहयोग गर्नुहुने सम्पूर्ण विद्यार्थी नाम्सको मेम्बरहरूदेखि लिएर डाक्टर जीवा सुवेदीज्यूको अथक प्रयासबाट हामीले जर्नल पब्लिकेसन गर्न सफल भएका छौँ।
र यो जर्नल पब्लिकेसनको लागि साथ दिनुहुने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछौँ। र यो जर्नल चाहिँ हामीले क्याम्पसको लाइब्रेरी र सम्पूर्ण ओपिडीहरूमा चाहिँ 1-2 दिनमा प्रोभाइड गराउनेछौँ र त्यहाँबाट पनि हजुरहरूले यो जर्नलहरू हेर्न सक्नुहुन्छ, पढ्न सक्नुहुनेछ। अब हामी जर्नल विमोचन कार्यक्रम पश्चात अब आजको मुख्य कार्यक्रम जुन प्यानल डिस्कसन अन स्ट्रेन्थनिङ प्राइमेरी हेल्थ केयर इन फेडरलाइज हेल्थ सिस्टम थ्रु आयुर्वेद एन्ड अल्टरनेटिभ मेडिसिन इन नेपाल विषयमा अथवा सङ्घीय स्वास्थ्य प्रणालीमा आयुर्वेद र वैकल्पिक चिकित्सा मार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण विषयमा चाहिँ हामी प्यानल डिस्कसन गर्न गइरहेका छौँ। र यो प्यानल डिस्कसनको लागि हामीले प्यानलिस्टहरू आउनुभएको छ र उहाँको छोटो म इन्ट्रोडक्सन दिन चाहन्छु। पहिलो प्यानलिस्ट हुनुहुन्छ डाक्टर पुष्पराज पौडेल, एमएस शालक्य तन्त्र, सेक्सन चिफ आयुर्वेद एन्ड अल्टरनेटिभ मेडिसिन डिभिजन, मिनिस्ट्री अफ हेल्थ एन्ड पपुलेसन. He presently working in Ministry of Health and Population under Government of Nepal. During his 12 years of practicing Ayurveda and complementary medicine in the Nepali healthcare system, he has combined his career in clinical and policy level roles. In the area of COVID-19 pandemic, health emergencies, non-communicable disease prevention and control, community awareness of antimicrobial resistance AMR, nutrition and the effect of climate change on health, traditional medicine. He has played a valuable contribution in setting standards and quality assessment model. He has been assigned in the roles of health policy, monitoring and evaluation section chief from the sub-national government and the central government as well in the federal health system of Nepal. त्यसैगरी हाम्रो दोस्रो प्यानलिस्टको रूपमा रहनुभएको छ जेनरल सेक्रेटरी योग एन्ड नेचुरोप्याथी डक्टर एसोसिएसन नेपाल डाक्टर प्रतीक्षा पाण्डे. She is experienced yoga and naturopathy doctor. She has received numerous accolades including research grant from Manmohan Memorial Institute of Health Science for academic excellence and recognition from Harvard Medical School. She supports the project contributing to health promotion initiative and coordinating the non-communicable disease activities. She is currently enhancing her expertise through at leadership in medicine program at Harvard Medical School, Boston, USA. त्यसैगरी हाम्रो अर्को प्यानलिस्ट हुनुहुन्छ डाक्टर रविन विशाल, BAMS MS आयुर्वेद, चिफ कन्सल्टेन्ट सर्जन आयुर्वेद एन्ड अल्टरनेटिभ हस्पिटल, काठमाडौँ, बागमती प्रोभिन्स, नेपाल. He has PG scholarship department of the Salakya Tantra from SDM College Ayurveda and Hospital, India. Chhasutra course in the anorectal disease from the Sushrut Ayurveda Academy, Gujarat. And he has a bachelor degree BAMS from SDM College of Ayurveda and Hospital, Hassan, Karnataka, India. त्यसैगरी हाम्रो अन्तिम चौथो प्यानलिस्टको रूपमा रहनुभएको छ प्रदेश आयुर्वेद चिकित्सालय नवलपरासीका वरिष्ठ कविराज निरीक्षक गोकुल पराजुली सर. उहाँ नवलपुर बहुमुखी क्याम्पसमा उपप्राध्यापकमा कार्यरत हुनुहुन्छ. नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजमा राष्ट्रिय अध्यक्ष पनि हुनुहुन्छ. डोटीको आयुर्वेद औषधालय 4 वर्ष आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा पनि कार्यरत हुनुहुन्छ. अब हामी प्यानल डिस्कसन कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौँ र यो प्यानल डिस्कसन कार्यक्रमलाई सहजीकरण गरिदिनका लागि मोडरेटरको रूपमा आदरणीय दाइ डाक्टर प्रेमराज जोशीज्यूलाई हार्दिक अनुरोध गर्दछु. अब हामी प्यानल डिस्कसन सुरु गर्नेछौँ र अब म माइक प्रेमराज जोशीज्यूलाई
हस्तान्तरण गर्दछु र प्यानलिस्टहरूलाई माइक उपलब्ध गराइदिनका लागि भोलिन्टियर साथीहरूलाई पनि हार्दिक अनुरोध गर्दछु। Hello. Mic check. सर्वप्रथम नेपाल आयुर्वेद मेडिकल स्टुडेन्ट सोसाइटीलाई यो मध्यस्थकर्ताको रोल प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु र नाम्सलाई 18औं संस्करणको आयुर्भिजन जर्नल आज यहाँ विमोचन गर्नुभएकोमा पनि धेरै धेरै बधाई दिन चाहन्छु। यहाँ उपस्थित आयुर्वेद क्षेत्रका र वैकल्पिक चिकित्सा क्षेत्रका डिस्टिङ्ग्विस्ड व्यक्तित्वहरूलाई पनि म मेरो व्यक्तिगत तर्फबाट र नाम्सको तर्फबाट स्वागत गर्दै आजको हाम्रो प्यानल डिस्कसनको टपिक स्ट्रेन्थनिङ प्राइमरी हेल्थ केयर इन फेडरलाइज्ड सिस्टम अफ गभर्नमेन्ट थ्रु आयुर्वेद एन्ड अल्टरनेटिभ मेडिसिन इन नेपाल भनेर रहेको छ। अर्थात् त्यसलाई नेपालीमा उल्था गर्दा संघीय स्वास्थ्य प्रणालीमा आयुर्वेद र वैकल्पिक चिकित्सा मार्फत प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण रहेको छ। यो कार्यक्रम आफैमा नीति संवादमा सुरुवाती कार्यक्रम हो। विशेष गरी विद्यार्थीको स्तरबाट विद्यार्थी संस्थाको लिडिङमा सुरु गरिएको यो एउटा सम्भवतः पहिलो प्रोग्राम पनि हो र विरोधी रूपमा सार्वजनिक बहसमा आउने आयुर्वेद तथा वैकल्पिक चिकित्साको विषय, यसको छलफल, यसको विगत, वर्तमान र भावी योजनाहरूको छलफल एकदमै विरलै हुने गरेको छ र त्यो छलफलको एउटा थलोको रूपमा स्थापित गर्नको लागि यो कार्यक्रमको श्री गणेश गरिएको हो। विश्वमा उच्चतम प्रभावकारी स्वास्थ्य उपचार सेवा प्रदान गर्नका निम्ति प्राथमिक स्वास्थ्य सेवाको सबैभन्दा महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने कुरा विभिन्न अनुसन्धानहरूले देखाइसकेको छ। विभिन्न जनस्वास्थ्यको अनुभवहरूले पनि यो बताएको छ र यति मात्रै होइन, वर्ल्ड हेल्थ अर्गनाइजेसन WHO ले पनि
युनिभर्सल हेल्थ कभरेजको निम्ति प्राइमरी हेल्थ केयर चाहिँ मोस्ट इम्पोर्टेन्ट छ भनेर यसलाई रेकमेन्ड गर्दै अगाडि बढाएको छ। खासमा पिएससी के हो म अलिकति ब्याकग्राउन्ड राख्न चाहन्छु। पिएससी भनेको प्राइमरी हेल्थ केयर भनेको चाहिँ पिपुल सेन्टर्ड एप्रोच हो, कम्युनिटी सेन्टर्ड एप्रोच हो र एउटा होलिस्टिक एप्रोचमा बेस भएर स्थापना हुने स्वास्थ्य हेल्थको डेलिभरी सिस्टम हो र यसको मुख्य कम्पोनेन्टहरूमा समुदायको सहभागिता, बहुविधाको संलग्नता र रोगको उपचार भन्दा पनि यसको रोकथाममा चाहिँ सहभागिता हुने यसको मुख्य विशेषताहरू हुन्। र नेपाल राज्य संघीय राज्य प्रणालीमा, संघीय शासन प्रणालीमा गएको 7-8 वर्ष बढी भइसकेको छ र स्वास्थ्य क्षेत्रले पनि संघीय शासन प्रणालीमा आफूलाई संरचनागत हिसाबमा र नीतिगत हिसाबमा स्थापना गर्ने बाटोमा अगाडि बढ्दै गइराखेको छ। यस सन्दर्भमा नेपालको स्वास्थ्य क्षेत्रमा नेपाल सरकारले अघि सरेका विभिन्न अवधारणाहरू जस्तै समृद्ध नेपाल सुखी नेपालीको अभियान, निरोगी नेपालको अभियान, नसर्ने रोगको न्यूनीकरणको अभियान, नागरिक आरोग्य कार्यक्रमको अभियान लगायतका अवधारणाहरूलाई मूर्त रूप दिन पनि प्राइमरी हेल्थ केयर अथवा प्राथमिक स्वास्थ्य सेवा सुदृढ हुनु, समृद्ध हुनु चाहिँ अपरिहार्य अथवा टटका र आवश्यकताको रूपमा रहेको छ। यति ब्याकग्राउन्ड अलिकति राख्दै गर्दा यो प्यानल डिस्कसनको अब्जेक्टिभ भनेको संघीय राज्य प्रणालीमा प्राथमिक स्वास्थ्य सेवालाई सुदृढ एवं समृद्ध गर्नको लागि र यो प्रणालीमा चाहिँ आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई इन्कर्पोरेट गर्दै नीति निर्माणमा के कार्यहरू भइराखेका छन्, हैन, विगतमा के नीतिहरू रहेका छन् र भावी योजनाहरू के रहेका छन्, के कस्ता चुनौती र समस्याहरू संघीय, प्रादेशिक र स्थानीय तहहरूमा चाहिँ भोग्नु परिराखेको छ र आयुर्वेद तथा वैकल्पिक चिकित्साको चाहिँ अहिलेबाट हामीले हेर्दै गर्दाखेरि हाम्रो भविष्य चाहिँ कस्तो आकलन गर्न सकिन्छ। हाम्रो समस्या र चुनौतीको कुरा गर्दाखेरि क्वाक्सहरूको अट्याक्सदेखि लिएर विभिन्न जुन समस्याहरू छन् यो चुनौतीहरूका पनि कुरा गर्नेछौँ र यी र यस्तै विषयहरूको वरिपरि सेरोफेरोमा रहेर चाहिँ आजको वार्तालाप, आजको छलफल अगाडि बढ्नेछ र यही छलफल गर्नको लागि आफ्नो विधा र क्षेत्रमा लिडिङ पोजिसनमा काम गरिराख्नु भएको र अनुभव बटुलिसक्नु भएको तथा आफ्नो क्षेत्रको एडभोकेसी गरिराख्नु भएको व्यक्तित्वहरूलाई चाहिँ हामीले निम्त्याएका छौँ। सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। प्यानल डिस्कसनमा डाइभ गर्नुभन्दा पहिला आई जस्ट वान्ट टु इन्ट्रोड्युस सम हाउस रुल्स हियर। हाम्रो टाइम चाहिँ लगभग 45 मिनटदेखि 1 घन्टासम्म चाहिँ हामी भ्याउने कोसिस गर्नेछौँ। म्याक्सिमम 1.5 घन्टासम्म कार्यक्रम जान सक्छ र आई डु हेभ लट अफ क्वेरिज, त्यसै गरी तपाईँहरूसँग पनि धेरै प्रश्नहरू हुनसक्छ। त्यही भएर हामीले क्वेसन एन्ड आन्सर सेसन पनि राखेका छौँ र त्यो सेसन चाहिँ अन्त्यमा हुनेछ र तपाईँहरूले चाहिँ आफ्नो ह्यान्ड्स रेज गरेर चाहिँ आफ्नो क्वेसनहरू सोध्न सक्नुहुनेछ। सुरुमा चाहिँ हाम्रो प्रश्न उत्तरको सेसन रहेको छ र मेरो पहिलो प्रश्न आदरणीय डाक्टर पुष्पराज पौडेल सरलाई, राज्यको नसर्ने रोगहरूको न्यूनीकरण तथा प्राथमिक स्वास्थ्य सेवाको प्रवर्धनको लक्ष्य प्राप्तिका निम्ति र आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिको बलियो पक्षलाई संघीय संरचनामा फैलाउनका निम्ति भइरहेका नीतिगत प्रावधानका प्रयासहरू के छन् सर? प्लिज हेभ योर ओपिनियन्स। असाध्यै धन्यवाद डाक्टर प्रेमराज जोशी भाइलाई। So before going to the discussion, I would have some reservation and consideration to you all over here. सबै भाइ बहिनीहरूले राम्रोसँग सुनिदिनु हुनेछ भन्ने अपेक्षा छ सबभन्दा पहिला। मलाई लाग्छ मेरो जीवनमा धेरै नीतिगत बहसहरू एउटा कन्डक्ट गर्ने मौका पनि पाएको छु र आज म एकदम हात फुलिकन आएको छु भने यो अवसर, यो युनिभर्सिटी ग्रेजुएसन टाइम भनेको नि लाइफको एकदमै हाई इकोनोमिक एन्ड सेटलिङ टाइम हो। सो मेरो एउटा विनम्र अनुरोध छ, किनकि साइड टक्स धेरै भइरहेको छ, डेफिनेटली हामीले चाहिँ क्वेसन एन्सर सेसन दिनेछौँ। सो विथ द इन्ट्रेस्ट अफ टाइम अब हामी विषयवस्तुमै प्रवेश गर्छौँ। मलाई यो विषय आफै चुज गरिरहँदाखेरि 2-4 वटा कुरा चाहिँ आज मैले यहाँ भनिनँ भने
यत्रो विद्वत सभामा न्याय हुँदैन, जस्टिस हुँदैन। हामीले यो PHC को कसरी इभोल्युसन भयो भन्ने कुरा चाहिँ बुझ्नुपर्छ। सबभन्दा पहिला नेपालमा प्रवेश गर्नुभन्दा पहिला हामीलाई थाहा छ प्रथम र दोस्रो विश्वयुद्धले विश्व चाहिँ आततायी भएको थियो। दोस्रो विश्वयुद्ध पश्चात हाम्रो सबै विश्वका राष्ट्रहरूले एउटा संयुक्त राष्ट्र सङ्घ जन्माउन सफल भए। संयुक्त राष्ट्रको धेरै अब्जेक्टिभहरू थिए, विकास गर्ने, शान्ति सुरक्षा कायम गर्ने, स्वास्थ्य सेवा प्रदान गर्ने, रोग र भोगले आक्रान्त थियो पेट भर्ने खाना उत्पादन गर्नको लागि सहजीकरण गर्ने, यी यावत थुप्रै कामहरू चाहिँ गर्नुपर्ने थियो। विश्वको थुप्रै आमा बुवाहरूले काख गुमाएका थिए, धेरै दिदी बहिनीहरूले सिन्दुर गुमाएका थिए, विश्व एकदमै आक्रान्त थियो। सो त्यो बेलामा स्वास्थ्य अवस्था असाध्यै बिग्रदो थियो। विकसित देशमा पनि च्यालेन्जिङ थियो भने हामी जस्तो एकदमै गरिब देश कस्तो थियो भन्ने कुरा हेर्न चाहिँ यहाँहरूले कहिलेकाहीँ टोनी हेगनको, जसले नेपालको जियोग्राफिक म्यापिङ गर्नुभएको थियो, टोनी हेगनको भिडियो हेर्नुभयो भने नेपालीहरू एउटा छोरा मान्छेले लङ्गोटी मात्र लागेको, महिलाले हार्डली ब्लाउज र एउटा तलको कपडा लागेको बाहेक अरू कुनै फोटो देख्न सकिँदैन। अनि नेपालीहरू सानो सानो खुसीमा पनि कसरी नाचिरहेका थिए। एउटा 29 वर्षको नेपाली करिब 70 वर्षको जस्तो बुढो देखिन्थ्यो, चुरोट तानिरहेको हुन्थ्यो। एउटा आमाका लागौँ कि राम सीता वनवास जाँदाखेरि जसरी अयोध्याका मान्छे पिछा लागेका थिए त्यस्तै पिछा लाग्ने सन्तान हुन्थे, यानि कि दर्जनदेखि बढीसम्म। ती मध्ये धेरैलाई सर्टेनिटी थिएन कि कति बच्चा अल्पायुमै मर्छ र कति बच्चा जन्माउँदै गर्दा आमाले मृत्युवरण गर्छन् भन्ने सर्टेनिटी पनि थिएन। त्यस्तो विश्वकै, यो मैले नेपालको मात्र भनेको विश्वको त्यो परिवेश थियो। र त्यो परिवेशको ठुलो चुनौती भनेको मातृ मृत्युदर, नवजात शिशु मृत्युदर, बालबालिकाको मृत्युदर, कुपोषण, अल्पायु पनि सरुवा रोगको कारण ठुलो भयावह अवस्था थियो। सो त्यो ब्याकग्राउन्डमा UN रिजोल्युसन भएर UNO को इस्टाब्लिस भइसकेपछि अब विश्वमा एउटा मानवता ह्युमानिटेरियन क्राइसिस, एउटा ह्युमानिटेरियन पिस किपिङ प्रोजेक्टको रूपमा पनि स्वास्थ्यले ठुलो स्थान पायो, जसको फलस्वरूप काजाखस्तानको साबिकको अल्माटामा 1978 मा करिब 134 सदस्य राष्ट्रहरू भन्दा बढीले अझै सहभागी भएर एउटा कमन रिजोल्युसनमा सिग्नेचर गरे, जसलाई हामी अल्माटा डेक्लरेसन भन्छौँ। त्यसको मुख्य प्राणवायु भनेकै प्राथमिक स्वास्थ्य सेवा हो। त्यो परिवेशमा नेपालमा के थियो भने प्रति लाख आमाले बच्चा जन्माउँदाखेरि करिब 1600 आमाहरू मर्ने अवस्था थियो। र त्यो अवस्था आइसकेपछि हामी एज अ मेम्बर स्टेट, एउटा सदस्य राष्ट्रको हैसियतले नेपालले पनि त्यसलाई अंगीकार गर्यो। हामीले कहिलेकाहीँ विदेश नीतिहरू, विदेशी सन्धि र सम्झौताहरू देशको कानुनमा ल्याउँदा पहिला नीतिमा राखिन्छ, त्यसपछि ऐन बनाइन्छ, नियमावली बनाइन्छ र लागू गरिन्छ। फलस्वरूप 2048 को स्वास्थ्य नीतिले त्यो PHC लाई कसरी मेटेरियलाइज गर्न सकिन्छ भन्ने स्वरूप हरेक गाउँपालिकामा साबिकको हेल्थ पोस्ट अथवा सब हेल्थ पोस्ट, हरेक 5वटा गाउँपालिकाको केन्द्रबिन्दुमा रहेर औषधालय, हरेक जिल्ला, हरेक इलाकामा एउटा इलाका स्तरीय हेल्थ पोस्ट, हरेक हरेक निर्वाचन क्षेत्रमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र, हरेक जिल्लामा जिल्ला अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र, हरेक अञ्चलमा अञ्चल अस्पताल, क्षेत्रमा क्षेत्रीय अस्पताल हुँदै संघमा ठुलो केन्द्रीय अस्पतालको परिकल्पना गर्यो। त्यति मात्र होइन, थुप्रै भर्टिकल जनस्वास्थ्यका कार्यक्रमहरू ल्याइयो। त्यतिखेरको अल्पायुलाई रोक्नको लागि सबभन्दा ठुलो प्रोग्राम कम्युनिकेबल डिजिजको हिसाबले भन्नुपर्दा बिफर एभोल्युसन हुने स्मल पक्स 2035 साल वैशाख 1 गते अनुमोदन भएको थियो। त्यसपछि औलो कार्यक्रम, मलेरिया कार्यक्रमले हाम्रो तराईमा यस्तो राम्रो आप्रवर्षण ल्याइदिएको नि यी दुईटा सफल प्रोग्रामले हो। त्यसपछि त्यतिले मात्र पनि पुगेन, हामी कहाँ ठुलो मातृ मृत्यु दरको संख्या घटाउनको लागि कम्युनिटी बेस्ड IMNCI जुन नवजात तथा
मातृ शिशु मृत्युदरलाई रोकथाम गर्ने विभिन्न प्रोग्रामहरू भए। त्यसै गरिकन धेरै पब्लिक हेल्थ सेक्टरका प्रोग्रामहरू पनि भए जसले प्राथमिक स्वास्थ्य सेवालाई अङ्गीकार गर्यो। त्यसैमध्ये हाम्रो क्षेत्रले पनि थोरै बाछिटा स्वरूप, म धेरै पायो त भन्दिनँ, थोरै बाछिटा स्वरूप विश्व स्वास्थ्य सङ्गठनले, नेपाल सरकारको पनि डाइरेक्ट फन्डिङले हाम्रा केही अस्पतालहरू बनाए। नरदेवी सम्भवतः 118 शैय्याको भयो। हामीले राजधानी बाहिर दाङको बिजौरीमा करिब 30 शैय्याको साबिकको मध्य पश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद औषधालयहरूको स्थापना गर्न पायौँ। र यो समग्र सेटिङले के देखाउँछ भने यो नेपालमा मात्र होइन, यो PHC को सफलताको कथा अरू देशले पनि बोलेका छन् र यो प्राथमिक स्वास्थ्य सेवा चाहिँ जीवन्त छ। र यो सहस्राब्दी विकास लक्ष्यमाको मुख्य केन्द्रबिन्दुमा PHC का प्राथमिक स्वास्थ्य सेवाका कुराहरूलाई पनि एकदमै हृदयङ्गम गरेका थिए। र हामी अब सहस्राब्दी विकास लक्ष्य अझै त्यसमा त के थियो भने PHC मा 2000 सम्ममा सबैका लागि स्वास्थ्य भन्ने थियो, म त्यो भन्न बिर्साएको छु। त्यसपछि 2015 सम्म आइपुग्दाखेरि हामी सहस्राब्दी विकास लक्ष्यमा विशेष गरिकन आमाको मातृ मृत्युदर र नवजात शिशु मृत्युदरलाई घटाएर नेपालले ठूलो पुरस्कार पनि पाएको हो। र 2015 पछाडि जब हामी सहस्राब्दी विकास लक्ष्यबाट दिगो विकासको लक्ष्यमा हामी पुग्यौँ, त्यसपछि हामी PHC लाई छोडेनौँ, तर यसको सट्टा हामी युनिभर्सल हेल्थ कभरेज भन्न थाल्यौँ। तर पछि फेरि 2018 मा अस्टाना डिक्लेरेसनले के भन्यो भने PHC अझै छोड्ने बेला भएको रहेनछ, किनकि हाम्रा गाउँ समाजका बस्तीहरू सशक्तिकरण भएका छैनन्। आई मिन टु से, म निरोगी कसरी रहने, म रोग लाग्यो भने कहाँ जाने, मेरो रोगको उपचार कहाँ हुन्छ, मैले कसरी उपचार लिनुपर्छ भन्ने बारेमा हामीले सबैलाई सिकाउन सकेनौँ। मिनिङफुल पिपुल पार्टिसिपेसन हुन सकेन, जसको फलस्वरूप आजको पनि हाम्रो देशको UHC को इन्डेक्स कभरेज हेर्ने भने नट मोर देन 60% छ, भनेको स्वास्थ्यमा सर्वव्यापी पहुँच। आज नेपालको तथ्याङ्क 30 मिनटको पैदल दूरीमा रहेका स्वास्थ्य संस्थाहरू करिब 70% भन्दा बढी छैनन्, भनेको हामीले सबै जियोग्राफीलाई इक्विटीको हिसाबले समेट्न सकेका छैनौँ। मैले कन्क्लुडिङमा आउँदैछु। यी यावत कुराहरू भइरहँदाखेरि फेरि हामीसँग अर्को च्यालेन्जिङ पिरियड आयो। हामी नेपाललाई अहिले ट्रिपल बर्डनको कन्डिसन भन्छौँ। एउटा कम्युनिकेबल डिजिज त अझै पनि हाम्रो जस्तो देशमा कोलेराको रिपोर्टिङ गर्नुपर्छ क्या। म लुम्बिनी प्रदेशको PHC फोकल पर्सन हुँदाखेरि झाडा पखालाले मान्छे मरे भनेर रिपोर्ट दिँदा मलाई लज्जित भएको थिएँ, जबकि विश्वले अब मङ्गल ग्रहमा मानव बस्तीको साल्ने कुरा गर्दैछ। छिमेकी मुलुकले ठुला ठुला अन्तरिक्षका परियोजना ल्याउँदै गर्दा नेपाली फगत झाडा पखला लाएर मर्छ। एउटा नेपाली महिला चेलीबेटी एउटा शिशुलाई प्रसव पीडाकी क्रममा मर्छिन्। यो भनिरहँदाखेरि चाहिँ पीडादायी अवस्था छ। त्यसै गरी अर्को चाहिँ हामी 2048 पछाडि के राजनीतिक सांस्कृतिक रूपान्तरण भयो, त्यो पनि त्यति भायबल भएन। 2062-63 को आन्दोलन पश्चात नेपाल देशलाई एकात्मक राज्य प्रणालीबाट संघात्मक राज्य प्रणालीमा लिएर गयो। र त्यो संघात्मक राज्य प्रणालीमा लैजाँदा गर्दा पनि हामीले अन्तरिम नीति ल्यायौँ, धेरै व्यवस्थाहरू बनायौँ, तर त हाम्रो आप्रवासनमा आएको वृद्धि दर भनौँ, नेपालीहरूको अलिकति रहायसी जीवन जिउने एउटा शैलीमा आएको वृद्धि दर भनौँ, अथवा नेपालीहरू पहिला नेपालबाट पन्जाब भनौँ न, मलाया मुगलान जाने सट्टा नेपालीहरू नेपालबाट गल्फ कन्ट्री लगायत अरू देशमा जाँदाखेरि एउटा हाम्रो जीवनशैलीमा के परिवर्तन आयो भने नसर्ने रोगले चाहिँ ठुलो एउटा रकेटिङ गरिरहेको छ। धन्यवाद सर। यसमा आउनेछौँ हामी नसर्ने रोगमा फेरि पनि आउनेछौँ। आई विल कम टु द एन्ड। त्यसपछि अनि अर्को सँगसँगै फेरि हामीसँग पेन्डेमिक इमर्जिङ र रिइमर्जिङ डिजिजहरू देखेका छन्, जसलाई हामी एभियन इन्फ्लुएन्जा पनि भयो, त्यसपछि COVID-19 पनि भयो। सो समग्र यो परिवेशमा आइपुग्दाखेरि अब हाम्रो क्षेत्रले के कन्ट्रिब्युसन गर्ने भन्ने कुरा चाहिँ आज हामी सबैले थाहा पाउनुपर्ने कुरा हो। अब हामीले स्वास्थ्य संस्था त बनायौँ, हाम्रो चाहिँ हरेक पपुलेसनको प्रति हजारमा 4.45 स्वास्थ्य मानव जनशक्ति चाहिन्छ भन्छौँ। हाम्रो आजको डेटमा भने 2 करोड करिब 92 लाख मानिसहरू छन्। हाम्रो स्वास्थ्य सेवा आयुर्वेदले वर्षमा गरेको स्वास्थ्य सेवा नट मोर देन 25 लाख छ। भनेपछि हामी कहाँ छौँ? र यी सबै कुरालाई समेट्नका लागि हामीले एउटा नयाँ पोलिसी डिपार्चर खोजिरहेका छौँ।
र पोस्ट कोभिड इरा विश्व समुदायले, एकाडेमियाले, रिसर्चले र सरकारले पनि यो क्षेत्रलाई केही लगानी गर्नुपर्छ भन्ने अवस्थामा आएको छ र म पोलिसीको कुरा चाहिँ नेक्स्ट राउन्डमा गर्नेछु। थ्याङ्क यू। धन्यवाद सर। मेरो अर्को प्रश्न चाहिँ डाक्टर रविन सरलाई। हजुरले प्रदेश लेभलमा लिडिङ पोजिसनमा काम गरिसक्नु भएको छ। तपाईको विचारमा चाहिँ नेपालको प्रदेश स्वास्थ्य नीतिमा संघीयता पश्चात आएको वा ल्याइएको परिवर्तनहरू के हुन्? एकात्मक राज्यभन्दा संघात्मक राज्य व्यवस्थाले आयुर्वेद मार्फत प्राथमिक स्वास्थ्य सेवा प्रवाहमा सिर्जना भएका सहजताहरू के छन्? धन्यवाद। यहाँ उपस्थित सम्पूर्ण विशिष्ट व्यक्तित्वमा नमस्कार तथा यस कार्यक्रम आयोजना गर्ने नाम्स एमएमएसलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। म यसभन्दा अघि म करिब 5 वर्ष 3 महिना जति प्रदेश सरकार मातहत रहेको स्वास्थ्य मन्त्रालयमा कार्यरत रहेको थिएँ र जब हाम्रो संघीयता आयो नेपालमा त्यसपछि प्रदेश सरकार गठन भयो र प्रदेश सरकार गठन भएपछि जुन संघीयतामा जुन हामीलाई बजेटको जुन अभाव रहेको थियो त्यो चाहिँ संघीयता आएपछि हामीलाई चाहिँ त्यो अभाव चाहिँ जुन खड्को थियो त्यो अभाव चाहिँ गयो र जुन पहिला हामीलाई संघीय सरकार हुँदा कार्यक्रमहरू एकदम न्यून कार्यक्रमहरू हुन्थे। प्रदेश सरकार आएपछि त्यो कार्यक्रमहरू पनि धेरै बढ्यो र डाइरेक्ट प्लानिङमा हाम्रो इन्भल्भमेन्ट भयो। हामीहरूले स्टार्टिङमा हामीले कार्यक्रम कसरी सुरु गर्यो भन्दाखेरि हाम्रो बागमती, अहिले म इक्जाम्पल प्रदेश सरकारको बागमती प्रदेशतर्फै दिन्छु। प्रदेशमा हाम्रो बागमती प्रदेशमा 13वटा जिल्लाहरू छन् जहाँ 13वटा जिल्लामा 13वटा साबिकमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र थियो भने अहिले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई हामीहरूले स्तरोन्नति गरेर चितवन र नुवाकोटमा 25 शय्याको अस्पताल चाहिँ सञ्चालन गरिसकेका छौँ भने अरू जिल्लामा साबिकका 11वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरूलाई चाहिँ 16 शय्याको आयुर्वेद अस्पतालमा स्तरोन्नति गर्यौँ। यदि गरे पश्चात हामीहरूले कार्यक्रम पनि ग्राउन्ड लेभलदेखि नै, ग्रास रुटदेखि नै, जस्तो हामीहरूमा सेवाग्राही र हाम्रो संस्था बीच एउटा चाहिँ एउटा लाइन मेन्टेन गर्ने, एउटा जोड्ने, एउटा सम्बन्ध गाँच्ने जुन मोडर्नमा हाम्रो जुन कन्टेम्पोरेरी मेडिसिनमा चाहिँ महिला स्वयंसेविका हुनुहुन्छ त्यो चाहिँ हाम्रो अभाव छ। तर हामीहरूले महिला स्वयंसेविकालाई आयुर्वेदको सेवाको रूपमा सेवाको उहाँहरूलाई कार्यक्रम गरेर उहाँहरूलाई जानकारी दिएर हामीहरूले चाहिँ एउटा चाहिँ कनेक्सनको माध्यम गऱ्यौँ र विभिन्न कार्यक्रमहरू जस्तै एउटा पथ्याहार कार्यक्रम भन्छ, अर्को चाहिँ हामीहरूले पथ्याहार कार्यक्रम जुन हाम्रो स्वास्थ्य वृत्तमा तपाईँहरूले पढिराख्नु भएको छ, पथ्य आहार अब के खाने नखाने एउटा जनरल कार्यक्रम छ। हामीहरूले सकभर बागमती प्रदेशले सञ्चालन गर्ने सम्पूर्ण कार्यक्रममा पथ्य आहार चाहिँ सेवन गर्नुपर्छ र हाम्रो चाहिँ त्योभन्दा अरू जुन अहिले हामीले नर्मल चलिरहेको छ खाजा त्यसलाई चाहिँ बहिष्कार गर्नुपर्छ भन्ने हाम्रो नीति पनि रहेको छ। र हामीहरूले मुख्य गरी हाम्रो संस्थामा सेवा आउनको लागि, हाम्रो चाहिँ सेवाग्राही आउनको लागि हामीहरूले धेरै फोकस चाहिँ हामीले पेसेन्ट सेन्ट्रिक कार्यक्रम पनि सञ्चालन गरेका छौँ र हामीहरूले हाम्रो पहिला आयुर्वेद थियो भने हामीले वैकल्पिक चिकित्सालाई पनि हामी सँगै जोडेका छौँ र हामीहरूले अनुदानमा विभिन्न वैकल्पिक चिकित्साहरू जस्तै योग तथा प्राकृतिक चिकित्सालयहरूलाई करिब 3 करोड जति प्रत्येक वर्ष विभिन्न सामुदायिक लेभलमा सञ्चालन गरेका योग तथा प्राकृतिक चिकित्सालयहरूलाई हामीहरूले अनुदान पनि दिइरहेका छौँ। होमियोपेथी चिकित्सालाई पनि हामीले समावेश गरेका छौँ। प्रदेशकै 8वटा अस्पताल मार्फत अहिले त्यहाँबाट हामीले सेवा सञ्चालन गरेका छौँ र यो लगायत अरू वैकल्पिक चिकित्सा पनि हामीले समावेश गरेका छौँ। हाम्रो अगुपञ्चरलाई पनि हामीले जिल्लामा समावेश गरेका छौँ, सेवा समावेश गरेका छौँ। प्रदेश सरकार आएपछि हाम्रो सेवाग्राहीमा जुन हाम्रो सेवाग्राहीको सङ्ख्या छ त्यो अहिले धेरै नै बढेको छ। अहिले प्रत्येक हाम्रो जिल्ला जुन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र थियो अहिले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय छ। प्रत्येक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा न्यूनतम 40 देखि 120 सम्मको डेली ओपीडी रहेको छ, सङ्ख्या रहेको छ। र हाम्रो चिकित्सक जुन पहिला प्रत्येक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा पहिला एउटा साबिकमा एउटा दरबन्दी थियो भने आयुर्वेद चिकित्सकको अहिले चाहिँ कन्सल्टेन्ट सहितको 2टासम्मको दरबन्दी पनि सिर्जना भएको छ। यसरी नै हाम्रो चाहिँ बिस्तारै जब सङ्घीयतापछि प्रदेश आएपछि हाम्रो आयुर्वेद तथा वैकल्पिक चिकित्सकहरूको पनि थोरै यो वर्कलोड पनि बढेको छ
र सेवाग्राहीले चाहिँ सेवा पनि पाएका छन्। यस्तै हामीहरूले जसरी तपाईँले सिंहदार वैद्यखाना भन्ने नाम सुन्नुभएको छ, यसरी नै प्रदेशमा हाम्रो चाहिँ आयुर्वेद औषधि उत्पादन केन्द्र स्थापना भएको छ, जसबाट 23 प्रकारका निःशुल्क आयुर्वेद औषधिहरू उत्पादन भएर हाम्रो स्थानीय तहमा जुन हाम्रो बागमती प्रदेशमा 51वटा औषधालयहरू छन्, 51वटा नागरिक आरोग्य सेवा केन्द्र छन्, यिनीहरूमा पनि हाम्रो चाहिँ आयुर्वेद औषधि उत्पादन केन्द्रले उत्पादन गरेका औषधिहरू पनि वितरण भएको छ, जसले गर्दा हाम्रो औषधिको गुणस्तरमा पनि मान्छेहरूले चाहिँ गुणस्तरीय औषधि पनि उपलब्ध गरेका छन्। प्रदेश सरकार आएपछि र प्रदेश सरकारले दिएको सेवा चाहिँ प्रदेशका जनताहरूले चाहिँ प्रत्यक्ष रूपमा लाभ लिएका छन्। हस्, धन्यवाद। धन्यवाद सर। पुष्प सरबाट विगतको इतिहासको कुराहरू र प्राथमिक स्वास्थ्य सेवाको पनि इतिहासको कुराहरू आउँदै गर्दा रविन सरबाट चाहिँ वर्तमानमा तथ्यमा आधारित भएर वर्तमानमा आयुर्वेद तथा वैकल्पिक चिकित्साको अवस्थाको बारेमा हामीले जानकारी पाएका छौँ। र मेरो अर्को प्रश्न चाहिँ डाक्टर प्रतीक्षा पाण्डे म्यामलाई, तपाईँ हार्वर्ड मेडिकल स्कुलबाट लिडरसिप इन मेडिसिनमा ग्रेजुएट हुनुहुन्छ र कम्प्लिमेन्ट्री मेडिसिन क्षेत्रमा रिसर्च पनि गरिराख्नु भएको छ। प्राकृतिक एवं योग चिकित्साप्रति बढ्दै गरेको जनविश्वासको अवस्थामा यस क्षेत्रमा भइरहेका अनुसन्धानका विषयहरू के रहेका छन् र ट्रेडिसनल एन्ड कम्प्लिमेन्ट्री मेडिसिन क्षेत्रमा अनुसन्धानको महत्त्वलाई यहाँले कसरी व्याख्या गर्नुहुन्छ? हजुर, सम्पूर्णमा नमस्कार। सभापतिज्यू, विशिष्ट अतिथि अनि न्याम्सले यो अवसर प्रदान गर्नुभएकोमा पनि धेरै धन्यवाद दिन चाहन्छु। सर्वप्रथम त उहाँको प्रश्नमा आउनुभन्दा अगाडि धेरैजनामा जिज्ञासा होला, योग तथा प्राकृतिक चिकित्सक भनिराख्दाखेरि यो चिकित्सा प्रणाली भनेको के हो भन्ने नै धेरैलाई प्रश्न हुन सक्छ। छोटकरीमा भन्न चाहन्छु, योग तथा प्राकृतिक चिकित्सा जुन चाहिँ हामीले अहिले वैकल्पिक चिकित्सा शाखा अन्तर्गत राख्छौँ, यो परम्परागत चिकित्सा भन्ने या पूरक चिकित्सा भन्ने जुन चाहिँ भारतमा आयुष मन्त्रालयभित्र पर्छ, योग तथा प्राकृतिक चिकित्सा चाहिँ 5.5 वर्षको पढाइ हुन्छ। यो अहिले नेपालमा पढाउन कुनै पनि संस्थामा सुरु भइनसकेको अवस्था छ। नेपालमा अहिले 73 जना योग तथा प्राकृतिक चिकित्सकहरू हुनुहुन्छ र योग तथा प्राकृतिक चिकित्सक सङ्घ नेपालले चिकित्सकहरूलाई र योग तथा प्राकृतिक चिकित्सालयहरूलाई पनि ऐक्यबद्धताका साथ अगाडि बढ्नको लागि प्रेरणा दिने काम गरिरहेको छ। यसै सन्दर्भमा उहाँ अघि भन्नुभएको थियो, मैले पनि एसटिएम नेचुरोप्याथी योगा हस्पिटलबाट योग तथा प्राकृतिक चिकित्सा पढेर आएको हो। हार्वर्ड मेडिकल स्कुलबाट लिडरसिप इन मेडिसिन पढ्नुभन्दा अगाडि मैले टियुबाट मास्टर्स इन पब्लिक हेल्थ पढेको थिएँ। यसको कारण चाहिँ नीतिगत व्यवस्थामा योग तथा प्राकृतिक चिकित्सा लगायत विभिन्न चिकित्सा पद्धतिहरूमा भेदभाव जस्तो देखिए। मैले पनि 2020 सालमा पढेर नेपाल आइसक्दाखेरि सबैजना इन्टिग्रेटेड वेमा जानुभन्दा पनि आफ्नो विधालाई चाहिँ अगाडि कसरी बढाउने भन्ने चाहिँ हाम्रो बढी प्राथमिकता भइरहेको देख्दाखेरि नीतिगत व्यवस्थामा गएर एलोपेथी नै किन नहोस्, आयुर्वेद किन नहोस्, होइन, सिद्ध, होमियोप्याथी, युनानी, योग, आयुर्वेद, फिजिकल थेरापी सबै चाहिँ हामी समग्रमा अगाडि गएर हाम्रो मोटिभ भनेको विधालाई अगाडि गर्नुभन्दा पनि स्वास्थ्य कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने मोटिभ चाहिँ कसरी जेनेरेट गर्न सकिन्छ भन्ने उद्देश्यले मैले मास्टर्स पब्लिक हेल्थ सकाएर त्यसै सन्दर्भमा लिडरसिप इन मेडिसिन यही कन्सेप्टलाई राख्दाखेरि मैले हार्वर्ड मेडिकल स्कुलमा स्कलरसिपमा पढ्ने मौका पाएको हुँ। विभिन्न रिसर्चहरूको कुरा हाम्रो प्रेमजीले कुरा गरिराख्दाखेरि के भन्न चाहन्छु भने, पहिला हामीले जसरी परम्परागत चिकित्सा भनेर भन्ने गर्थ्यौँ, आयुर्वेद तथा विभिन्न अरू विधाका चिकित्सा पद्धतिलाई भने अहिलेको सन्दर्भमा हामीले परम्परागत मात्र नभनेर एभिडेन्स बेस्ड पनि भन्न थालेका छौँ। नेपालमा परम्परागत चिकित्सा प्रणालीलाई जति हामीले समर्थन गरेर अगाडि बढाउनको लागि हामीसँग जति चाहिँ परम्परागत चिकित्सा प्रणाली मानेर अगाडि बढ्नु भएको विज्ञहरू हुनुहुन्छ, तर विश्वको सन्दर्भमा हेर्ने हो भने त्यसलाई प्रुभ गर्नको लागि, त्यसलाई प्रमाणीकरण गर्नको लागि हामीले
पहिले प्रमाणीकरण भइसकेको किन नहोस्, परम्परागत विधिबाट त्यही चिजलाई रिसर्च गर्न धेरै नै महत्त्वपूर्ण हुन्छ। यसै सन्दर्भमा विभिन्न खालका रिसर्चहरू भइराखेका छन्। योग तथा प्राकृतिक चिकित्सा प्रणाली अन्तर्गत जल चिकित्सा, माटो चिकित्सा है, अनि सौर्य चिकित्सा, डाइट न्युट्रिसन थेरापी, एक्युपङ्क्चर, फिजिकल थेरापी, यी अन्तर्गत विभिन्न खालका रिसर्चहरू भइराखेका छन्। प्राइमेरी हेल्थ केयरको सन्दर्भमा स्ट्रेन्थनिङ प्राइमेरी हेल्थ केयर जुन सङ्घीय स्वास्थ्य प्रणालीको सन्दर्भमा हामी अगाडि आइराख्दाखेरि यो रिसर्च किन महत्त्वपूर्ण छ भने हामी कम्युनिटीको बेसमा जान्छौँ। प्राइमेरी हेल्थ केयर भनेको हामी समुदायको स्तरमा सबैजनासँग एक गरेर उहाँहरूको प्रथम बिन्दुको रूपमा रहेको एउटा स्वास्थ्य संस्था हो। त्यो प्रथम बिन्दुमा हामीले उहाँहरूलाई स्वस्थ बनाउनको लागि, जीवनशैली परिवर्तन गराएर स्वस्थ बनाउनको लागि, जुन अघि कुरा उठेको थियो प्रिभेन्टिभ एस्पेक्टमा अघि बढाउनको लागि आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा, होमियोप्याथी, युनानी, सिद्ध सबै चिकित्साको प्रणालीले चाहिँ एउटा व्यवस्थालाई अङ्गीकरण गरेर अगाडि बढ्न सक्यो भने चाहिँ हामीले रिसर्च बेसिसमा रहेर विश्वको एउटा आधार प्लस कम्युनिटीमा रहेर उहाँहरूलाई जुन चाहिँ समुदायमा पाउने कुराहरू जुन चाहिँ कस्ट इफेक्टिभ, किनभने युनिभर्सल हेल्थ कभरेजको कन्सेप्टमा हाम्रो पपुलेसन सर्भिस र कभरेजको कुरा आउँछ। हामीले सबै पपुलेसनलाई रिच गर्ने, सर्भिस सबै दिने, उहाँहरूको अफोर्ड गर्न सक्ने क्यापेसिटीमा र कस्ट इफेक्टिभ प्याटर्न, किनभने खानपानको कुराहरू जुन चाहिँ समुदाय स्तरमा उहाँहरूको ठाउँमा परिवेशमा के उत्पादन हुन्छ, त्यो उत्पादन भएको खानेकुरा कुन समयमा खाने, सिजनल फुडहरू खाँदाखेरि चाहिँ के फाइदा हुन्छ, जलको कुरा गर्दा तातो पानी, चिसो पानी सबैको घरमा पाउने कुराहरू हो। त्यसलाई हामीले तातो पानी खाने कुनै कन्डिसनमा चिसो पानी खाने, माटोको लेप लगाउँदाखेरि के गर्ने भन्ने साधारण तर इम्प्याक्टफुल, कस्ट इफेक्टिभ, किनभने यो विश्वबाट नआउला तर नेपालबाट विश्वमा जान सक्ने कुरा हो। त्यसै कारणले गर्दा रिसर्च बेसिसमा भएर अगाडि बढ्न चाहिँ एकदम जरुरत छ भन्न चाहन्छु। थ्याङ्क यू म्याम। हेलो, म केही समय एकछिन रोक्न चाहे। विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि आसन ग्रहण गरिदिनु हुन यसै क्याम्पसका क्याम्पस प्रमुख आदरणीय गुरु एसोसिएट प्रोफेसर डाक्टर शिवमङ्गल प्रसाद सरलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विशिष्ट अतिथिको रूपमा आसन ग्रहण गर्नका लागि आयुर्वेद क्याम्पस टिचिङ हस्पिटलको निर्देशक एसोसिएट प्रोफेसर डाक्टर विनोद कुमार सिंह सरलाई पनि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि शालकीय तन्त्र विभागको विभागाध्यक्ष आदरणीय म्याम डाक्टर साधना पराजुलीज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी काया चिकित्सा विभागको एसोसिएट प्रोफेसर डाक्टर विकास राज घिमिरे सरलाई पनि अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अगततन्त्र विभागको एसिस्टेन्ट प्रोफेसर डाक्टर गोविन्द्र कमलज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी पञ्चकर्म विभागको एसिस्टेन्ट प्रोफेसर डाक्टर साइरस नेउपानेज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। अब प्यानल डिस्कसन सुरु गर्नु। भर्खरै जोडिनु भएको आदरणीय विशेषज्ञ गुरुहरूलाई पनि स्वागत गर्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। मेरो अर्को प्रश्न चाहिँ गोकुल पराजुली सरलाई। यहाँको अनुभव अनुसार नेपालका ग्रामीण र दुर्गम क्षेत्रहरूमा आयुर्वेद स्वास्थ्य सेवा पुर्याउन के समस्याहरू रहेका छन्? सङ्घीय राज्य व्यवस्थाले समस्या समाधानमा सहजता वा चुनौती कसरी थपेको छ? धन्यवाद मोटेश दाजु, र पुनः फेरि धन्यवाद दिन चाहन्छु न्याम्सलाई यो कार्यक्रम आयोजना गर्नुभएकोमा र हामीलाई पनि प्यानलिस्टको रूपमा उपस्थित गराउनु भएको। र मेरो प्रश्न, मलाई प्राप्त भएको प्रश्न अनुसार स्थानीय तह जो अहिले राज्यको
संघीयता अनुसार स्थानीय तहमा रहेको स्पेसल्ली आयुर्वेद औषधालयलाई मैले सम्झिन चाहन्छु। संघीयता आइसके पश्चात आयुर्वेद औषधालय जुन पहिला जुन ढङ्गले सञ्चालनमा थियो त्यसभन्दा धेरै फरक हुन सकेको अवस्था पनि छैन। र सबैभन्दा पहिला मैले के पनि भन्न चाहन्छु भने जति दरबन्दीहरू सिर्जना भएका छन् पञ्चायतकालीन दरबन्दी छन्। म पहिला पनि भन्ने गरेको थिएँ, अहिले पनि भन्ने गरेको छु। र आयुर्वेदमा ठुलै चाहिँ अब चाहिँ उर्लापातै भयो भनेर केही भन्न सक्ने अवस्था पनि छैन। 2 जना प्राविधिक जनशक्ति जसले अहिले पनि एउटा पालिकामा काम गरिरहेको छ। अघि डाक्टर पुष्प पौडेलले पनि भन्नुभयो हाम्रो पहिलाको कन्सेप्ट चाहिँ आयुर्वेद स्वास्थ्य नीति 2052 अनुसार पनि प्रत्येक 5वटा गाविसमा एउटा आयुर्वेद औषधालय रहनेछ भन्ने व्यवस्था छ। अब अहिले त त्यो पनि भन्नु परेन, किन भन्दा त्यो 5वटा भन्दा धेरै गाविसहरू जोडिएर अहिले पालिकाहरू स्थानीय तहहरू निर्माण भएको अवस्था छ। र यसमा पनि हामीले अझ सबै स्थानमा स्वास्थ्य संस्था स्थापना गर्न सकेको अवस्था छैन। र एउटा म आफै पनि एउटा चाहिँ संगठन हाँक्ने नेपाल आयुर्वेद स्वास्थ्य कर्मी समाजको केन्द्रीय अध्यक्ष, जसमा करिब 8000 प्यारामेडिक्सहरू रहेको संस्था हो। त्यसको एउटा अध्यक्षको नाताले पनि धेरै ठाउँमा चाहिँ आफ्ना कुराहरू, आफ्ना मागहरू विभिन्न ढङ्गबाट प्रेसरहरू दिने पनि गरियो। तर पनि प्रदेश ढङ्गबाट कतिपय प्रादेशिक कार्यालयहरूमा केही संरचनाहरू थप भएका होलान्, तर स्थानीय तहमा ती हुन सकेको अवस्था पनि छैन। र आगामी दिनमा त्यसलाई अझ बढावा दिनुपर्छ भन्नेमा पक्षमा पनि हामी छौँ र हामीले वकालत पनि गरेको अवस्था छ। भने अहिले करिब 305वटा स्थानीय तहमा आयुर्वेद स्वास्थ्य संस्था स्थायी रूपमा संरचना छ, तर सबै 305वटा पालिकामा छैन र कोही पालिकामा दोहोरिएका तेरिएका संस्थाहरू पनि रहेका छन्। त्यसकारणले बाँकी रहेका पालिकामा अहिले नागरिक आरोग्य सेवा केन्द्र मार्फत केही सेवाहरू प्रदान गर्ने, एउटा चाहिँ नसर्ने रोगको अभियान सञ्चालन गर्ने, प्राथमिक स्वास्थ्य पिएचसीमा चाहिँ केही प्रमोट गर्न सकिन्छ कि भन्ने विषयहरूलाई चाहिँ जोड्न खोजिएको अवस्था छ। आयुर्वेद तथा वैकल्पिक शिक्षा विभागबाट, स्वास्थ्य मन्त्रालयबाट यी विषयमा केही सम्बोधन गरेको भान हामीले पनि पाएका छौँ। र अझ आगामी वर्षमा पनि यसलाई सँगै बाँकी रहेका पालिकाहरूमा पनि जोडेर जाने भन्ने कुराहरू पनि अबको बजेटमा पनि त्यो आएको हुँदा अब केही भए पनि सम्बोधन हुन्छ कि केही अलिकति चाहिँ बामे सर्न खोजेको हो कि भन्ने हामीलाई लाग्छ। तर पनि अझै पनि चित्त बुझाउने ठाउँ छैन, किन भन्दा त्यत्रो जनसङ्ख्या भएको स्थानीय तहमा 2टा प्राविधिकले गर्न केही पनि सक्दैन। र बजेटको हिसाबमा भन्नुपर्दा त बजेट त अत्यन्त न्यून छ, यो यहाँ भन्न पनि लाज लाग्छ। त्यसकारणले त्यो बजेटको व्यवस्था पनि अझै हामीले चाहिँ त्यो पहल गर्नुपर्छ, किन हामी यस्ता चाहिँ जनशक्तिहरू छौँ। हामी सबैले आफ्ना आवाजहरू उठाएर पक्कै पनि सबै पालिकामा अलि स्थायी रूपमा चाहिँ अलि बलियो बनाएर लानुपर्छ आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई भन्ने मलाई लाग्छ। धन्यवाद। विभिन्न समस्या र चुनौतीहरूका बावजुद केही पोजिटिभिटी पनि छ भन्ने कुरा प्रश्न पारिदिनु भएकोमा सरलाई धन्यवाद। र मेरो अर्को प्रश्न डाक्टर पुष्प सरलाई, नागरिक आरोग्य कार्यक्रम, विद्यालय योग शिक्षा कार्यक्रम र अहिले थपिएको स्वर्णबिन्दु प्राशन कार्यक्रम लगायतका यी कार्यक्रमहरूको सञ्चालन गर्ने निर्देशन प्रदेश र स्थानीय तहलाई दिँदै गर्दा उल्लेख्य मात्रामा ओरिएन्टेसन कार्यक्रम तथा ट्रेनर र ट्रेनीको व्यवस्था किन भइरहेको छैन? हामीले प्राइमरी हेल्थ केयरमा आयुर्वेद र वैकल्पिक चिकित्साको योगदानको कुरा गरिरहँदा तयारी बगैर हाम्रा प्रमुख कार्यक्रमहरू सञ्चालन हुनु भनेको हाम्रो कार्य र लक्ष्यमा विरोधाभास होइन र? क्वेसन चाहिँ एकदम पावरफुल छ। इट सिम्स इट्स $1 million क्वेसन्स। तर मेरो अघिल्लै होमवर्कै बाँकी छ है। लेट मी कम्प्लिट माई फर्स्ट होमवर्क। के छ भने यो आइँदै गर्दाखेरि हामी संहिता पछाडि हामीले चाहेको स्वास्थ्य कस्तो, हामीले संहिता पछाडि बनाउन खोजेको स्वास्थ्य प्रणाली कस्तो भन्ने विषयमा म पनि संविधान बनाउँदै गर्दाखेरि यो क्याम्पसमा पढ्दै गरेको विद्यार्थी थिएँ र करिब करिब संविधान बनेको 10 वर्ष पछाडि र यो संहितालाई हाँक्ने
निजामती विधेयक संसदको प्रतिनिधि सभाबाट पास भएर राष्ट्रिय सभामा बहस हुँदै गर्दाको विषय समयमा म आज यहाँ संघर्ष छु। सो यसमा के भन्छु भने म हामीले संहिता पछाडि खोजेको स्वास्थ्य कस्तो थियो भने हामीले सन् 2030 सम्ममा हाम्रो मातृ मृत्यु दर प्रति लाख जीवित जन्ममा 70 पुर्याउनु थियो, जो आज हाम्रो 151 छ। हामीले 2030 सम्ममा नवजात शिशु मृत्यु दर 12 पुर्याउनु थियो प्रति हजारमा, जो अहिले हामी 21 मा छौँ। हामीले हाम्रा बाल बालिकाको पुडको दर 10% भन्दा कम गराउनु पर्ने थियो, हामी अहिले पनि 20 को हाराहारीमा छौँ। हामीले हाम्रा बाल बच्चाहरूको ख्याउटोपनाको दर बिलो 5% पुर्याउनु पर्ने थियो, हामी अझै पनि 10 र 20 को हाराहारीमा छौँ। त्यसमा पनि जियोग्राफिकल डेटाहरू हेर्ने भने डिस्प्यारिटिजहरू भयङ्कर छन्। र यो अवस्थालाई केलाउँदै गर्दा हामीले स्वास्थ्य नीति 2076 बनायौँ। 2000 स्वास्थ्य नीति 76 को एउटा परिच्छेदको एउटा दफामा करिब 5 वटा बुँदामा हाम्रो आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई कसरी राज्यले सदुपयोग गर्न सक्छ र यसको पोटेन्सियल